यी हुन् नेपालका दोहोरीका खुनकार लाइभ दोहोरी गायिकाहरू जोसँग दोहोरी गाउन गायकहरू पनि 10 चोटि सोच्ने गर्छन्। मैले सुन्छु तिमीले नसुने नि फकिन्नमा बहाना बुने नि काचो बेलाउती। यी गायिकाहरू शब्द प्रहार गर्न माहिर छन् र गायकहरूलाई हायल कायल पार्ने गर्छन्। आजको समयमा यी गायिकाहरूको एकदमै डिमान्ड छ लाइभ दोहोरी क्षेत्रमा। दोहोरी प्रस्तुति शब्द टुक्का र लोकप्रियताको आधारमा नम्बर 1, 2, 3 मा कुन गायिकालाई राख्दा उचित होला कृपया अवश्य कमेन्ट गर्नुहोला। सुरुमा चर्चा गरौँ ब्युटिफुल अनि दोहोरीमा चर्चित गायिका सीमा थापाको। जीवन कहिले नबितोस् पिरमा सिन्दुरसँग आइ तिमी छौ शिरमा। सीमा थापा लाइभ दोहोरी क्षेत्रमा प्रवेश गरेको छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल भइन्। पेसाले उनी लोकदोहोरी गायिका मात्र नभई एक मेडिकल क्षेत्र अन्तर्गत ल्याब टेक्निसियन समेत हुन्। आफ्नो पढाइ पेसा र सङ्गीत क्षेत्र सँगसँगै अगाडि बढाइरहेकी सीमा थापा पछिल्लो समयमा एकदमै रुचाइएकी गायिकामा पर्छिन्। विशेष गरी गायिका सीमा थापाको अहिले गायक सागर विशीसँगको लाइभ दोहोरी गीतहरू एकदमै हिट छन्। दर्शकले सागर र सीमा एक हुनुपर्छ, विवाह हुनुपर्छ भन्ने कमेन्ट गरिरहेका हुन्छन्। जे होस् सीमा थापा अहिलेकी एकदमै चलेकी र दर्शकले अत्याधिक मन पराएको हाई डिमान्डेड दोहोरी गायिका हुन्। बेको फोटो राखेकी छु मोबाइलको लकमा बस्यो वाला। त्यस्तै लाइभ दोहोरीमा चर्चाको शिखरमा पुग्न सफल अर्की गायिकाको नाम हो टिका सानो। मलाई तिम्रै बरै भइरहने मन छ ब्याउटे ब्याउटे बरै बोलेर नपन्छ। टिका सानो भनेपछि दोहोरी पारखीको निम्ति नौलो नाम होइन। टिका सानो दोहोरी क्षेत्रबाटै चर्चाको शिखरमा पुग्न सफल भइन् र अहिले भने उनी दोहोरीबाट अभिनयको क्षेत्रमा पनि उत्तिकै जमेकी छिन्। अभिनय क्षेत्र र दोहोरी क्षेत्र दुवैमा राज गर्न सफल टिका सानो दोहोरी गीतको टप गायिका हुन्। दिदी बहिनी बिर्सेर दाजु भाइ बिर्सेर दाजु भाइ आइफोन 16 ल्याइदिएछु तिम्रोलाई जया चाबीको। दोहोरीमा प्राय सबै खाले हँसाउने रुवाउने सबै भूमिकामा देखिएकी टिका सानोको विशेष गरी गायक चिज गुरुङ, राजु परियार, सुप्रिम मल्ल ठकुरी आदिसँग गाइएका गीतहरू एकदमै सुपरहिट छन्। लाइभ दोहोरीको कुरा गर्दै गर्दा टिका सानो छुटाउनै नहुने गायिकाको नाम हो। काफल खोज्दै रानी बनाको देख्दा पनि टिप्ने आँट नभएको फुलको थुङ्गामा। अब चर्चा गरौँ दोहोरीमा पछिल्लो समय अत्याधिक चर्चा कमाउन सफल अर्की सुन्दरी गायिका इप्सल सञ्जालको। इप्सल सञ्जाल भनेपछि लाइभ दोहोरीमा अहिले एकदमै डिमान्ड भएकी गायिकाको नाम हो। कालीकोटमा जन्मिएर दोहोरीमा तहल्का मचाउन सफल इप्सलको विशेष गरी ठट्याउली र रोमान्टिक प्रकारका दोहोरीहरू एकदमै दर्शकले रुचाउने गरेका छन्। छोटो समयमा नै दोहोरीमा प्रवेश गरी नाम कमाउने गायिकामा पर्छिन् इप्सल सञ्जाल। इप्सल सञ्जालको विशेष गरी गायक मिलन लामा, राजु परियार, सुप्रिम मल्ल आदिसँग गाएका गीतहरू एकदमै रुचाउने गरेका छन्। पछिल्लो समय इप्सलको एकदमै डिमान्ड छ लाइभ दोहोरी क्षेत्रमा। मलाई एकदमै मनपर्ने गायिकामा पर्छिन् इप्सल सञ्जाल। तपाईँलाई उनको दोहोरी कस्तो लाग्छ कृपया कमेन्ट गर्नुहोला।
त्यसै गरी दोहोरीमा खुनखार अर्की चर्चित गायिका छिन् निर्जला गुरुङ। हे बुझ्न पर्छ जीवनको रसा बाउको थलो कुरेर नबसा बेसी बेलखारी। निर्जला गुरुङ पनि दोहोरीमा अत्याधिक सफल गायिकाको नाम हो। लाइभ दोहोरीमा निर्जला गुरुङको पहिचान छ उनको मौलिकता, उनको आवाज र उनको शैली नै उनको पहिचान हो। दोहोरी क्षेत्रमा प्रवेश गरेर छोटो समयमा नै उनले आफूलाई अब्बल दोहोरी गायिकाको रूपमा प्रमाणित गरिसकेकी छिन्। हे मायाले जीवन भर दुखी भए कल्लेर छानी भेको टोकी भए डाली बनायो। गायिका निर्जला गुरुङको विशेष गरी राजु परियार, चिज गुरुङ, सुप्रिम मल्ल, रामजी खाँड आदिसँग गाइएका दोहोरी गीतहरू दर्शकले अत्याधिक मन पराउने गरेका छन्। एक समय गायक चिज गुरुङसँग निकै नाम जोडिएको थियो। उनको चिज र निर्जलाको प्रेम सम्बन्धको हल्ला सधैँ मिडियाको हेडलाइन बनिरहेको छ। निर्जला गुरुङ अहिले पनि लाइभ दोहोरीमा सक्रिय छिन्। कुरा गरौँ लाइभ दोहोरी भनेपछि पर्याय जस्तै बनेको नाम गायिका अस्मिता डल्लाकोटीको। लाइभ दोहोरीमा एकदमै चर्चाको शिखरमा पूर्ण सफल र सबै दर्शकले चिनेको नाम हो गायिका अस्मिता डल्लाकोटीको। दोहोरीमा अस्मिता डल्लाकोटीको छुट्टै पहिचान छ। एकदमै टप गायिकामा पर्छिन् उनी। दोहोरी मार्फत दर्शकलाई हँसाउन रुवाउन माहिर अस्मिता डल्लाकोटी दोहोरीको खुनखार खेलाडी हुन्। अस्मिता डल्लाकोटीको दोहोरी मध्ये विशेष गरी गायक चिज गुरुङसँग, प्रकाश पराजुली, सुमन परियार आदिसँग गाइएका गीतहरू एकदमै चर्चामा रहने गरेका छन्। उनले आफ्नै श्रीमान शक्ति गोदारसँग गाएका गीतहरू पनि बेला बेला चर्चामा आउने गरेका छन्। मलाई मनपर्ने गायिकामा पर्छिन् अस्मिता डल्लाकोटी। तपाईँलाई अस्मिता डल्लाकोटीको दोहोरी कस्तो लाग्छ कृपया कमेन्ट गर्न नबिर्सिनुहोला। त्यस्तै दोहोरी भनेपछि बिर्सनै नहुने नाम हो र दोहोरीबाटै आम दर्शकमा साङ्गीतिक छाप छोड्न सफल अर्की गायिकाको नाम हो कमला घिमिरे। क्यारी बसु यो मुटु फोरी त अरु भन्नु नभन्नु छोरी त चिया जानेको। कमला घिमिरे आफैमा एक अब्बल गायिका हुन्। बाल कलाकार हुँदै आज युवा अवस्थामा आइपुगेकी छिन् उनी। दोहोरीसँगै उनी अहिले अभिनयमा व्यस्त छिन्। दोहोरीबाट करियर सुरु गरेकी कमला अहिले सिरियल हुँदै चलचित्रसम्म करियर बनाउन सफल भएकी छिन्। दोहोरीको एकदमै चर्चित र शब्द प्रहार गर्न माहिर गायिकाको रूपमा चिनिन्छन्। विशेष गरी गायिका कमला घिमिरेको दोहोरीहरूमध्ये गायक राजु परियार, सुमन परियार, किशन सिजापति आदिसँग गाइएका दोहोरी गीतहरू सुपरहिट छन्। पछिल्लो समयमा पहिले जस्तै दोहोरीमा सक्रिय नभए पनि बेला बेला उनका दोहोरी गीतहरू आइरहेका हुन्छन्। दर्शकको नजरमा परेकी र सबैले रुचाएकी गायिकामा पर्छिन् कमला घिमिरे। तिम्रो लागि वाइन दिन्छु मैसुमु अहिले गिफ्ट चाहिँ लिहाला है सुमु ताते हो करा। तपाईलाई माथि प्रस्तुत गरिएका गायिकाहरूमध्ये सबैभन्दा मनपर्ने गायिका को हुन् र दोहोरी प्रस्तुतिको आधारमा नम्बर 1 मा राख्दा कसलाई उचित होला कृपया कमेन्ट गर्नुहोला। रोचक भिडियो हेर्नका लागि यो मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद।